सुरु तिम्रो मोबाइल अझै बनेको छैन है? त्यो त म त घर फर्की अनि बताउँछु कि। अनि यो दुटा केटी चापेर कता? यिनीहरूलाई छ्यास होटल लिएर जाँदै हो। एक रातको लागि हो। यो सबै मोबाइल किन्ने प्रोसेसमै हो। जाउँ जाउँ। जिग्री म त घर जाने। मलाई यस्तो डर लागेको छ। म घर जाने। म चाहिँ यत्रो सब मिलाएर अन्तिम तयारी हुँदै कस्तो कुरा नबुझे हो क्या तिमीले? एकछिन धैर्य गर न, भएन भने जाने। ल जिग्री तैँले भनेअनुसार उनीहरूलाई लिएर आएको छु। अब उनीहरूले के गर्ने हो सम्झाउनु। थ्याङ्क यू कके। ओके ओके। म चाहिँ निकिताको साथी। अब भिडियो कल आउने बित्तिकै ह्याप्पी बर्थडे निकिता कुरो बुझौ नि? ल अब दुईजना चाहिँ उतापट्टिको रुममा बस्ने। मैले बोलाएपछि चाहिँ भिडियो कलमा त्यही है त। हेलो, के पाउँछ है यो होटलमा? एकदमसँगले दिदी पनि साथीको बर्थडेमा भइहाली। अब आज दाजुभाइ मिलेर चिलास पारामा रमाइलो गर्ने नि, बुझिस् नि मित्र? अब यत्रो समयपछि दाइ मित्रसँग भेट भएको, रमाइलो त गर्नै पर्यो नि। एकदमसँगले खाने नि हो, छाती उड्ने गरी आज पिउने नि।